वेलकम डे अमा लाइफ तपाईहरुलाई स्वागत छ मेरो अर्को दिनको अर्को ब्युटिफुल डेमा। सो आज सँगसँगै तपाईँ हामी सँगै यात्रा गरौँ है त। आजको सुरुवात चाहिँ मेरो घरबाट नै भयो र म रेडी भएर लागेँ आफ्नो पहिलो गन्तव्य। आज वेडनेसडे भएको कारणले मेरो एउटा स्कुल्समा डान्स क्लास थियो। सो हाम्रो चाहिँ एभ्रीडे नै चेन्ज हुन्छ क्लासेसहरू चाहिँ स्कुल वाइज, र आज रुटिन अनुसार चैतन्य पाठशाला जुन हाम्रो राप्ती उपत्यकामा रहेको छ र म गएँ क्लास सुनसान थियो किनभने टाइमभन्दा अगाडि नै म आइसकेको थिएँ र सबैजना आउनुभयो। क्लास बाई क्लास प्र्याक्टिस हुन थाल्यो। सबैजनाको बेसिक स्टेप्सहरूबाट सुरु भइरहेको थियो क्लास चाहिँ। सेक्सन ज्यावल आयो, ब्रेक टाइम थियो अनि मैले पनि यसो भिडियो बनाइदिइहालेँ। अनि फेरि अर्को ग्रुप आयो, सो प्र्याक्टिस कन्टिन्यू भइरहेको थियो। उहाँहरूसँग रमाइलो लाग्छ मलाई एभ्रीडे नै, किनभने चाहिँ मेरो लाइफ यस्तो हो कि म एभ्रीडे नै धेरै मान्छेहरूसँग भेट्ने, धेरै मान्छेहरूसँग क्लोज हुने, त्योले गर्दा पनि एकदम खुसी लाग्छ र मलाई आफ्नो पेसाप्रति एकदम गर्व पनि छ। र स्टुडेन्टसँग रमाइलो गफगाफ, उता स्टुडेन्टहरूले हेलो सर हाम्रो पनि ब्लग बनाइदिनु ल भन्दै हुनुहुन्थ्यो। र क्लास सकियो र म पनि अब स्टुडियोतिर लाग्नुपर्ने भयो र म पुगेँ स्टुडियो पुग्दा क्लास सुरु भइरहेको थियो। उता चाहिँ म चाहिँ एकछिन रेस्ट गरेँ र म क्लासमा गएँ। क्लास फर्स्ट ब्याच हाम्रो सुरु भइरहेको थियो र फर्स्ट ब्याचको क्लास कन्टिन्यू भइरहेको थियो। यता पिडिएस डान्स स्टुडियो जुन हाम्रो लमैमा छ, र हाम्रो सेकेन्ड सिनियर ब्याचको पनि प्र्याक्टिस सुरु भयो। यता रुबी चाहिँ हेलो गर्दै थिइन्। यता चाहिँ मान्छेलाई थाहै छैन के भिडियो बनिरहेछ भनेर, ऊ चाहिँ पुरा सक्टले डान्स गरिरहेको थियो। अब थाहा भयो हेर्नु न उसलाई, वाह वाह नेपाली हो नि त, गर्छ केटाले गर्छ। अनि एकछिन प्र्याक्टिस गरेँ मैले पनि उहाँहरूसँग। यो चाहिँ हाम्रो बलिउड डान्स थियो र भिडियो छिट्टै आउँछ मेरो टिकटक आइडी युट्युबमा चाहिँ। सो वेट गर्नु होला सबैजनाले। सो रमाइलो लाग्छ मलाई चाहिँ आफ्नो कामप्रति, आफ्नो कर्मप्रति। र म बेलुका रमन दाईको पसलमा गएँ, यता सृष्टि र दाईसँग भेटघाट भयो र मैले आजको डे गरेँ यहीँ अफ। थ्याङ्क यू सो मच फर वाचिङ।